वेलकम ब्याक टु माई च्यानल। आज हामी चाहिँ एचएनएममा आएका छौँ अलिअलि सपिङ गर्नको लागि। अनि साथमा मेरो बाबु अनि हस्बेन्ड। कुन आइफोन कभर खूब राम्रो छ। खै थाहा राम्रो देखिन्छ। खै अब म चाहिँ यहाँ चेक गर्नको लागि लिएर आएको तिनवटा टी सर्ट लिएर आएको छु। कुन राम्रो हुन्छ अनि त्यही लगेर जाने छु। पनि राम्रो लागेछ, ग्रिन एन्ड व्हाइटमा मिक्स भएको। चाहिँ मेरो नेक्स्ट टी सर्ट यो पनि ठिकै लागेछ। अनि मैले चाहिँ तिनवटा टी सर्ट ल्याएको थिएँ नि त। अनि यो थर्ड टी सर्ट राम्रो चाहिँ त्यही ग्रिनवाला नै लाग्यो। यो पनि ठिकै छ, तर यो ग्रिनवालाको कपडा चाहिँ एकदम राम्रो छ क्या। मैले घरबाट नै लगाएर आएको टी सर्ट हो यो। मेरो फाइनल डिसिजन चाहिँ यो भयो। अब चाहिँ हामी माथि जाँदैछौँ। हो यहाँ चाहिँ म्यान और किड्सको रहेछ। अनि यहाँ चाहिँ यस्तो छ है। हेर न यहाँ छ त, यतातिर पनि छ। यता चाहिँ बोइजको है यो। मेरो चाहिँ सपिङ भयो। अब कहाँ जाने रे? पेसिफिक मल। के गर्न जाने पेसिफिक? के गर्न? घुम्न। अरे सेम कलर भएछ जिदानको आज ब्लू ब्लू। चाहिँ पेसिफिक मलतिर लागेको यो त है। जलामा यहाँ चिल्ली खाने यहाँ छ त डाडु। जान्छु तिमी कहीँ जान्नु? लखन हिँड्यो तिमी। यहाँ छ हेर। फ्लाइट एकदम चाहिएको छ मलाई। गेट 1 फ्री। के खाने तिमी? केएफसी मात्रै। केएफसी छैन यहाँ। उहाँ रहेछ जिदानको। यो किन्न है भाइ। फेभरेट केएफसी। ये खोल्न सकिदैन मलाई। यो पाइजले 28 रुपैयाँ। मलाई खिलाउँदा खै बिरयानी खाने। अहिले चाहिँ हामी केएफसी खाँदैछौँ। केएफसी खाने यो त्यहाँबाट चिसो छ यो केएफसी। तेल नेवा निकाल्दै हो। मिठो रहेछ है चटनी। अलिअलि हो न रोज लस्सी। अनि त्यो मलाई के दिनु? यो के हो?
जिरावाला हाम्रो हान्डी बिरयानी आयो हान्डी ए कस्तो हल्लेछ त यो त त्यही त हल्ले चाहिँ फुट्ला चम्मच कतिवटा रहेछ एउटै जति जानको चम्मचमा हान्डी बिरयानी ओपन गरौँ रोटी हो यो मगाएको रोटी हो के यो रोटी हो यो यहाँ आएर भन के हो यो यो रोटी हो म खान्छु यो रोटी रोटी होइन यो यसलाई उ गरेको यो आटाले माथि उ गरेको कभर गरेको त्यो बाफ्न जान्छ भनेर ना हुन्न भाइ टाइट भयो नहीं दुखिरहेछ कि किनकि नाइ भनेपछि टाइट यो टाइट मेरो यो ठुलो छ के टाइट भइसक्यो जिजान एउटा स्पुन लिएर आउँछ हान्डी बिरयानी एउटै दिएको यो नेपकिन पनि अब एउटा अर्डर दिएछ त एउटै त दिने भयो त छिटो निकाल यार हाँडी साडी म हाँडीमा खान्छु तिम्रो त्यो यो हान्डी भेज हो अनि के भेजै त पाउँछ यो भइहाल्यो खान्न भयो अनि बिरयानी म झुक्किए मलाई चिकन भन्नु आएको यो भेज रहेछ मैले त्यो नमगाउनु लागेको यो मलाई मजा आयो कस्तो लाग्यो तिमीलाई हान्डी कबाब बेकार अझै गर बेकार तिमीलाई कस्तो लाग्यो नानु हो तिमीले त खाँदै खाएनौ ऊ त केएफसी भयो पिक्चर जान्ला किन अब हामी चाहिँ जाँदैछौँ मार्केट 99 कहाँबाट जाने हो यहाँबाट होइन होला आऊ 99 यहाँबाट होइन यता आउट होला यस्तो हो क्या यो 99 होइन कि 299 1099 यस्तो झुक्काको यसले बाहिरबाट 99 देखाएर रुममा राख्नु नि बसाउँछु कुन डस्टबिन यो कतिको छ त्यो डस्टबिन यो दिक्छ बरु यस्तो डस्टबिन ठिक छ रुमको लागि नि न कलर अर्को हेर मलाई मन परेन यो कलर कलर हो त्यो येल्लो ल्याउ त येल्लो क्युट जिजानको यो राम्रो हुन्छ मसाज गरेर मेरो के गरेको बाल के नगर छोडिदियो भयो घाँटी भयो नाइ यहाँ होइन के दिखानु मसाला दिखानु खानु डालो तर फुट्छ यो यहाँ क्यान्टिन आएको क्यान्टिन आएर यहाँ ब्याग सानो भएर चाहिँ सामान कोही हातमा लिइरहेको छ जान्छ डिक्कीमा जान्छ डिम्मा गइ साथीहरू हामीहरू चाहिँ क्यान्टिनदेखि सामान लिएर चाहिँ रुमतिर फर्किन लाग्यो सर र बुढाले यसरी गाडी चलाएर पछाडि बस्दा त मजा आउने रहेछ त तिमी खोइ हाँसेको यार हाँस्दैन बुढीलाई पछाडि राखेर स्कुटी चलाउँदा कस्तो फिल भइरहेछ कस्तो फिल हुने केही न केही सबै एउटै हो हामी चाहिँ क्यान्टिनदेखि आइ पनि सक्यौँ अनि आज चाहिँ मैले लिएर आएको छु कोइलरको मासु बुढाबुढी मिलेर चट्ट पकाएर राख्ने राख न राख झऱ्यो मेरो बुढाले चाहिँ यहाँ लसुन कुट्दैछन् कस्तो खेल जान्न तिमीलाई त म तिमी भन्छु नि तपाईँ भन्छु यहाँ मेरो दोस्त होइन दोस्त अनि यहाँ चाहिँ हाम्रो चिकन भुट्दैछ हामी चाहिँ आज लोकल पारामा खाने तयारीमा छौँ चिकन एउटा ठुलो आवाजमा बोलाउँछ है चाम्रे
लिन आऊ खाना पाक्यो यस्तो होइन योसँग त एउटा यो चाहिँ मैले बनाएको गुलाब जामुन हो यो मैले कम्ती पकाएर कलर हेर्नु न त्यसको ब्राउन कलर आएको छ अलिक डार्कवाला आउनुपर्ने नि ल अब हामी चाहिँ रुमतिर लागेको हामी चाहिँ वाकिङ गरेर आएको यहाँ चाहिँ सानो सबैभन्दा सानो बच्चाले साइकल चलाउँदैछिन् अनि सबभन्दा ठुलो बच्चा चाहिँ हिँड्दैछिन् टुकुन 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 लगाएर मलाई पल्ला रे साइलीले पापेलाई उकिन्न पर्यो यहाँ पापेलाई माइक्रो खाना चलो 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 यहाँ आछ लाइट अलि ठुलो बेरमा हजुर अनि हिँड न अलि आऊ चला ठुलो भएर हजुर अनि बुढो मान्छेहरू पनि साइकल चलाउँछ यहाँ चाहिँ हामी चाहिँ आमापे एन्ड हाम्रो माइकलको लागि हामी चाहिँ खाना लिएर आएका थियौँ आजको भ्लग चाहिँ मेरो यति नै तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला अनि मन परेमा लाइक गरिदिनु होला भन्दै आजको भ्लग चाहिँ मेरो यति नै तपाईँहरूसँग अब म नेक्स्ट भिडियोमा योभन्दा पनि राम्रो भिडियो ल्याउने प्रयास गर्नेछु भन्दै तबसम्मको लागि म बिदा लिन चाहन्छु हस् त नमस्ते बाई